समस्याको समाधान छ भने किन चिन्ता गर्ने, फेरि समस्याको समाधान नै छैन भने किन चिन्ता गर्ने। यी दुईटा तथ्यलाई हामीले लिएर जिन्दगीमा बाँच्न सिक्यौँ भने जीवन फुल चाहिँ सुगन्धित र पल्लवित बनाउन सकिन्छ। नमस्कार, विश्व रमण नेउपाने आज तपाईँहरूको साथमा फेरि अर्को प्रेरक प्रसङ्ग लिएर उपस्थित भएको छु। यो मेरो प्रेरक प्रसङ्गको 109 श्रृङ्खला हो। यो श्रृङ्खलासम्म आइपुग्दा यहाँहरूले पुर्याउनु भएको विश्वास र मायाप्रति कृतज्ञता व्यक्त गर्दै आज फेरि नयाँ प्रेरक प्रसङ्ग प्रस्तुत गर्न चाहन्छु। आदरणीय महानुभावहरू, एउटा युवकले एउटा प्राइभेट कम्पनीमा राम्रो गरी काम गरिराखेको थियो। कार्य सम्पादनमा ऊ अब्बलै थियो, तर पनि आफ्नो कामप्रति उसलाई त्यति सन्तुष्टि भने प्राप्त भइराखेको थिएन। ऊ अरूको देखेर लोभ, डाहा र मोहमा अल्झिएको थियो। अरूको राम्रो, अरूकोले धेरै कमाएको देख्दा ऊ किन ईर्ष्याले जलिराखेको थियो। त्यसैले ती असन्तुष्टिका ज्वार भाटाहरू आफ्नो मनभित्र सलबलाएपछि ऊ एक दिन शान्ति कहाँ पाइन्छ अथवा उपयुक्त सुझाव कहाँ पाइन्छ भनेर भौतारिरहेको बेलामा गाउँमा ठुला ठुला महात्माहरूको एउटा समूह आएको थियो। ती गाउँलेहरूलाई जीवन, जगत र भविष्यका बारेमा लामो शास्त्र र प्रेरणा दिने ती महात्माहरू कहाँ ऊ पनि पुग्यो। तिनै महात्मा मध्ये एकजना महात्माले उनलाई सोधे, किन आयो बाबु भनेपछि, मैले काम त गरिराखेको छु तर मेरो कामप्रति म त्यति सन्तुष्ट छैन। मलाई किन मेरो काममा समस्या उत्पन्न भए जस्तो लाग्छ भनेर उसले आफ्नो पीडा पोख्यो। त्यसपछि महात्माले, हेर आज त ढिलो भइसक्यो, आज म तिमीलाई उपाय सुझाउन सक्दिनँ, भोलि बिहानै तिमीलाई म उपाय दिउँला। आज यहीँ बस, मसँगै बस, बरु मसँगै बस्दा म एउटा तिमीलाई काम दिन्छु, त्यो काम गर र भोलि बिहान म तिमीलाई जीवनमा समस्याको समाधानका उपायहरू के छन् भनेर म बताइदिन्छु। त्यसपछि त्यसै बेलुका ती महात्माले उसलाई एउटा प्रस्ताव राखे, हेर बाबु, मसँग 100वटा ऊँट छन्, त्यो ऊँट हेर्ने मान्छे अहिले बिरामी भएर घर गएको छ। त्यसैले आज तिमीले यो ऊँट चाहिँ रातभरि रखवारी गरेर बस्नुपर्छ। तर तिमीलाई एउटा शर्त छ, के भने जब यी ऊँटहरू सबै बस्छन् र आराम गर्न थाल्छन् अनि बल्ल तिमी निदाउनु हुन्छ। यो काम सजिलै होला भनेर उसले पनि सहर्ष स्वीकार गर्यो। र राति जब ऊँटमा गयो, केही ऊँटहरू बसेका थिए र अब ती सबै ऊँट एकैचोटि बस्लान् र सुतौँला भन्दै उसले कुर्दै रात छिप्पिएर गइसक्यो। कुनै ऊँट बस्छन्, फेरि बसेको ऊँट उड्छ, फेरि अर्को ऊँट अर्कोसँग जुत्छ, अर्को ऊँट अर्कोसँग झगडा गर्छ, अर्को ऊँटसँग माया गर्छ। त्यहाँ ती ऊँटहरूका फरक व्यवहार र गतिको कारणले गर्दा ती सबै ऊँटहरू एकैचोटि आराम गर्न भने बसेनन्। नबसेपछि अब महात्माले त सबै ऊँटहरू बसेपछि आराम गर्नु अथवा तिमी पनि सुत्नु भन्नुभएको छ। तर ती ऊँटहरू फरक प्रकृतिका, फरक स्वभावका र फरक चिन्तनका रहेछन्। कोही उठ्छन्, कोही फेरि बस्छन्, कोही एकअर्कासँग चल्छन्। त्यस्तो हुँदै रात छर्लङ्गै बित्यो। ऊ बिहान 1 प्रहर पनि नसुतिकन महात्मा कहाँ आइपुग्यो। अनि महात्मा कहाँ आएर उसले, महात्मा, म रातभरि सुत्नै सकिनँ। महात्माले किन भनेर सोध्नुभयो। किनभने ऊँट त कहाँ एकैचोटि बस्दा रहेछन् र सबै ऊँटको कहाँ एउटै स्वभाव हुँदो रहेछ त। कुनै बस्छन्, कुनै उड्छन्। ती बस्लान् र म सुतौँला भनेको त बस्दै बसेनन्। भनेपछि, हो बाबु, जिन्दगी पनि त्यस्तै नै हो। समस्याहरू सबै आउँछन्। जुन समस्याको समाधान छैन तिमी किन चिन्ता गर्छौ, फेरि जुन समस्याको समाधान छ त्यो चिन्ता गर्नु हुँदैन। त्यसैले यो संसारको प्रकृति र प्रवृत्ति फरक छ। यहाँ यी समस्याहरू आउँछन्, ती समस्या आए पनि त्यसलाई हामीले धैर्यतापूर्वक सहन गर्न सक्नुपर्छ। हेर्नुहोस् त, समस्या कहाँ छैन। समस्या नै जीवनको एउटा गीत हो, समस्या नै जीवनको एउटा रीत पनि हो। त्यही समस्याहरू बीचबाट नै हामीले समाधानको बाटो खोज्ने हो। समस्याविहीन प्राणी, समस्याविहीन मानिस र समस्याविहीन प्रकृति अहिलेसम्म छैन। त्यसैले यो स्वाभाविक गतिलाई स्वीकारेर अगाडि बढ्नु नै, जे छ त्यसैमा रमाउनु, त्यसैलाई उन्नत बनाउनु, त्यसैलाई समृद्ध बनाउनु, त्यसैलाई दक्ष र योग्य बनाउनु नै हाम्रो कर्तव्य हो। त्यसैले
त्यही बाटोबाट नै समस्याको समाधान आफै टरेर जान्छ। हरेक पल हरेक क्षण नयाँ परिवर्तन बोकेर आएको हुन्छ। तिमीलाई अहिले समस्या लागेको कुरा भोलि समाधान भएर जान्छ। त्यसैले समयको गतिमा हिँड्न सक्यो भने समस्या आफै फेरि समाधान बनेर जान्छ भनेर उनले सम्झाएछन्। त्यसपछि उनले पनि चित्त बुझाएर त्यहाँबाट बिदा भएछ। आदरणीय महानुभावहरू, यही प्रेरक प्रसङ्गका साथ अर्को दिन फेरि अर्को यस्तै प्रस्तुति लिएर यहाँहरूका सामु आउने नै छु। तबसम्मका लागि बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।